नमस्कार, अपन समाचारमा स्वागत छ। समाचार विस्तारमा। जनकपुरधाममा आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि उपमहानगरपालिकाले स्वास्थ्य चौकीहरूलाई औषधि उपलब्ध गराएको छ। सोमबार जनकपुरधामका नगर प्रमुख मनोज कुमार शाहले नगरका स्वास्थ्य चौकीहरूलाई औषधि हस्तान्तरण गरेका हुन्। पहिलो चरणमा उपमहानगरपालिकाले 25वटै वार्डका लागि 3500 डोज उपलब्ध गराइएको जनाइएको छ। औषधि हस्तान्तरण कार्यक्रममा मेयर शाहले आँखा पाक्ने रोगको संक्रमण फैलिँदा गएकाले यो रोग लाग्न नदिन सबै जागरुक बन्नुपर्ने बताएका छन्। यो रोगबाट सुरक्षित रहन आवश्यक उपायहरू अपनाउन पनि नगरवासीहरूसँग आग्रह गरेका छन्। वो एक प्रकार के शुरुआत कारण से सर्वियर हो, लेकिन आई कॉन्ट्रैक्ट में तो नहीं सकते, लेकिन अपना सबके पहले जे चिकन फॉक्स हो जाए वो एक प्रकार के शुरुआत हो, ताहि दुआरे हुनका सेपरेट कऽ देल जाइ छलिए। तो अपना सब आई कॉन्ट्रैक्ट से तो नहीं, लेकिन हुनकर छुअल वस्तु सब फिर अगर दोसर में होते तो कोविड जगह फैल सकते। ताहि बात के सुरक्षित के लिए या आबो वाला भविष्य में फिर सब बेसी इन्फेक्शन आँख में नहीं हुए, ताहि दुआरे ड्रॉप प्रयोग कल जा सके। तो अखन अपना सबके लगभग 3500 डोज अपना सब लग में उपलब्ध है। ये लगभग एवरेज में 125 डोज प्रत्येक स्वास्थ्य के अपना सबके अखन प्रत्येक वार्ड में जेते, तो जे पेशेंट अपना सब लग में आएल ओकर एंट्री राख पड़े। मेयर शाहले जनकपुरधाममा आँखा पाक्ने रोगका साथै गाईवस्तुमा लम्पी स्किन रोगको पनि प्रकोप देखिएकाले यसबाट जोगाउन आफूले आवश्यक काम गर्दै आएको पनि बताएका छन्। नगरपालिका 3टा विषय पर काज कर रहल छै। अखन गाई वस्तु में लम्पी स्किन के जे है से बहुत ज़्यादा चल रहा है, जैमें 5टा वार्ड में हमरा सबके वैक्सीनेशन कार्यक्रम समाप्त हो गई है। अखन वेटनरी शाखा के साथी सब 3 वार्ड में जो है वैक्सीनेशन कर रहा है। ये एक बढ़िया है, अपना सबके द्रुत गति में काज भऽ रहल छै। एक अपना सबके एक और जनचेतनामूलक कार्यक्रम प्रत्येक वार्ड में रही अहाँ सबके भऽ गेल छै। अपना सबके डेंगू नहीं बुझाइए, लेकिन डेंगू सेहो छै, ओ कखनतो डेंगू अपना सबके दूध दऽ सकैए। ताहि दुआरे प्रत्येक वार्ड में बारिश तो भऽ नहीं रहल छलै, पानी जमल तो ओते छै नहीं, लेकिन पुराना पानी जतऽ टायर वगैरह में जमल रहे अपने सबके अड़ोस पड़ोस में क्लीन करी सफा रखा के बात हुई। तो ये बात पर सेहो जनचेतना रात में निश्चित रूप से लोग झूल लगा कर सुते। त्यस्तै उहाँले देशका केही स्थानमा डेंगूको पनि जोखिम बढेकाले सतर्कता अपनाउन पनि आग्रह गरेका छन्। औषधि हस्तान्तरण कार्यक्रममा उपमेयर किशोरी शाह, उपमहानगरका स्वास्थ्य सल्लाहकार डाक्टर नवीन कुमार शाह, स्वास्थ्य शाखाका दिलीप ईश्वर लगायत स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरू सहभागी भएका थिए। भारतसँगै नेपालमा पनि आँखा पाक्ने रोगको संक्रमण फैलिएको छ। संक्रमण फैलिएसँगै आँखा अस्पतालहरूमा अहिले आँखा पाक्ने रोगका बिरामीहरूको चाप बढेको छ। कति जोखिमपूर्ण छ त आँखा पाक्ने रोग, एक रिपोर्ट। आँख उठवाला रोगक संक्रमण बढ़ल। आँख अस्पताल सब में बीमारक चाप बढ़ल। ठाम ठाम में विद्यालय सब में छुट्टी देल गेल। भीड़ में नहीं जाए चिकित्सक सभक सुझाव। भारत संगे नेपाल में सेहो आँख उठावाला रोगक संक्रमण पसरल छै। संक्रमण पसरला संगे आँख अस्पताल सब में अखन आँख उठावाला रोगक बीमार के चाप बढ़ल छै। ई रोग के संक्रमण अखन देश भर पसर चुकल छै। समुदाय स्तर में संक्रमण पसरला बाद ठाम ठाम में स्थानीय तह सब भीड़ भाड़ में नहीं जाए आग्रह कर लागल छै। स्थानीय तह सब विद्यालय सहित शैक्षिक संस्था सब बंद करबाक निर्णय समेत कर लागल छै। मधेशक राजधानी जनकपुरधाम में विद्यालय सहित शैक्षिक संस्था सब 1 सप्ताह के लेल बंद कयल गेल छै। तहिना मधेशक और स्थान में सेहो स्थानीयता सब संक्रमण के अवस्था देख कऽ विद्यालय सब बंद कऽ रहल छै। एम्हर आँख उठावाला रोग के बीमार के चाप बढ़ला बाद जानकी आँखा अस्पताल, लहान स्थित सगरमाथा आँखा अस्पताल, काठमांडू स्थित तिलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देश भरक आँख अस्पताल सब बीमार सब भरल देखल जा रहल छै। 3 सप्ताह पहिने धरि जानकी आँखा अस्पताल में आँख उठल रोग लागल 50-60 गोटे बीमार सब आबि रहल में अखन दैनिक 600 से 700 गोटे बीमार आब लागल छै। सुरुको हप्ता जब चाहिँ नेपालको फाटाफुट्टो एउटा दुईटा ठाउँहरूमा पहाडी जिल्लाहरूमा जब हल्ला अलिअलि सुनिँदै थियो अनि इन्डियामा पनि अलिअलि सुनिँदै थियो, त्यतिखेर हाम्रोमा चाहिँ दिनको 50-60 जना बिरामी आउँदै गयो भने त्यसपछि दोस्रो हप्तामा पनि त्यस्तै गरेर 100-200 जना जति आउन सम्भव भयो। तर यो अहिलेको हप्ता जुन पछिल्लो हप्तामा चाहिँ एकदम बिरामी मात्रै बढेर दिनको 600-700 बिरामी नै अस्पताल आइरहेको अवस्था छ।
हाम्रो टोटल ओपिडी 1200मा लगभग 70-80% आँखा पाक्ने बिरामीहरू आएको देखिया छ। त्यसमध्येमा पनि बालबालिकाहरूमा बढी देखिएको छ। जाड़ महीना में सर्दी खोकी के संक्रमण बढ़ल जका आँख उठा वाला रोग के समस्या से हो सीजनल फ्लू रहल चिकित्सक सब बताबै छै। ई रोग के संक्रमण पसरलो पर त्रसित हेबाक वा अगत्या के अवस्था नहीं रहल ओ सब बताब रहल छै। की छै आँख उठा वाला रोग? ई रोग के अंग्रेजी में कंजुक्टिवाइटिस कहै छै। आँख के उजड़का भाग के कंजुक्टिवा कहल जाइ छै। अही भाग में संक्रमण पसरला पर एहि के कंजुक्टिवाइटिस कहल जाइ छै। अखन पसरि रहल संक्रमण वायरल कंजुक्टिवाइटिस रहल छै। ई रोग एडिनो वायरस के संक्रमण से होइ छै। आँख उठल रोग 15 दिन धरि सेहो रहि सकैया आ जल्दी सेहो ठीक भ सकैया। यो चाहिँ एउटा भाइरल इन्फेक्सन नै भनिन्छ। धेरै जसो कमनली आँखा पाक्ने ब्याक्टेरियाको कारणले पनि हुन्छ, तर जुन यो समुदायमा एपिडेमिक रूपमा फैलिन्छ त्यो चाहिँ भाइरल इन्फेक्सनले नै गर्दा फैलिन्छ। कमनली चाहिँ एडिनो भाइरल भन्ने एउटा भाइरस हुन्छ, त्यसले गर्दा यो रोग फैलिन्छ। र यो आँखा पाक्ने रोगमा चाहिँ आँखा रातो हुने पाक्ने गर्छ। साथसाथैमा जुन त्यो साधारण रुगाखोकीहरू लाग्ने ज्वरो आउने हुन्छ नि, त्यस्तो पनि समस्या साथसाथै भएको हुन्छ कि भाइरल ज्वरो भन्छौँ नि हामी, भाइरल रुगाखोकीहरू हो, त्यस्तो पनि कतिपय व्यक्तिहरूलाई हुन्छ र कतिपय व्यक्तिलाई चाहिँ आँखा पाक्ने मात्रै भएर आउँछ त्यो रोग हो। ई भाइरल रोग भेलो पर आँख उठल व्यक्ति के आँख पर देखला पर ई रोग नहीं सड़ै छै। संक्रमित व्यक्ति के आँख में छुअल हाथ के सफा नहीं क अपन आँख में छुला से सेहो ई रोग सड़ै छै। तहिना आँख उठल व्यक्ति के कपड़ा छुला पर साबुन पानी से नीक से हाथ धोअ पड़ै छै। यो आँखा पाक्ने रोग हो, यो सरुवा रोग हो, यो भाइरल कन्जन्टिभाइटिस भन्छौँ। यो भाइरसले चाहिँ अरूहरूलाई पनि असर गर्न सक्छ। यसमा चाहिँ अब कोरोना भाइरस जस्तै हावाहरूबाट सर्ने एकदम त्रसित हुनुपर्ने अवस्था छैन। यसमा चाहिँ सङ्क्रमितले युज गरेको रुमालहरू, कपडाहरू, छुछाइहरू बच्चाहरू खेल्दाखेरि, टाँसिँदाखेरि, हातहरू आँखा मिच्दाखेरि त्यस्तो बेलामा चाहिँ थप्ने सर्ने हुन्छ। त्यसैले हामीले चाहिँ घरमा गएर हात धोएर सफा हातले चाहिँ आँखामा पानीहरू सफा गर्ने नियमित रूपमा, र त्यस्तो केही जोखिम बढेको खण्डमा, रातो बढेको खण्डमा चाहिँ अस्पतालको सम्पर्कमा आउनलाई हामी सुझाव दिन्छौँ। आँख उठावाला रोगक लक्षण सब की? आँख लाल भेनाइ, हौएनाइ, पाकल जका महसूस हेनाइ, लोड बहैत रहनाइ, सुन्न भेनाइ, दुखेनाइ आ किछ पैसल जेहन गड़ैत रहनाइ, भिनसर उठला पर काँची लाइक आँख बंद भेनाइ, रौदा आ इजोत में देखला पर समस्या भेनाइ। संक्रमण भेला पर एना कऽ सावधानी अपनाओ। बाहर जाइत काल काला चश्मा प्रयोग करू। आँख छू चुकला बाद नीक से साबुन पानी से हाथ धोऊ। आँख से निकलल काँची आ पपनी के सफा कर सफा कपड़ा के भिजा कर आँख बंद कर धीरे धीरे सफा करू। आँख के बर्फ से सेकू। सकभर रात में प्रयोग कयल गेल सिरमा के खोल आ जाजिम के सफा करू। एकटा आँख से दोसर आँख में सेहो संक्रमण भ सकबाक भेला से उठल आँख के छूने हाथ से दोसर आँख के नहीं छू। व्यक्तिगत सर सफाई में ध्यान दू। भीड़ भाड़ भेल ठाउँ में नहीं जाओ आ चिकित्सक से सल्लाह लू। जुनसुकैलाई पनि हुनसक्छ यो, चिल्ड्रेन, एडल्ट, एल्डरली जसलाई पनि हुनसक्छ यो एकदम फैलिन सक्छ। यो कन्ट्याजियस हो। त्यस कारणले आफूले प्रयोग गर्ने रुमाल, आफूले प्रयोग गर्ने साबुन छुट्टै राख्नुपर्छ घरमा होइन, अनि आइसोलेसनमा बस्नुपर्छ। र यो फैलिने भनेकै अब आँखाको फ्लुइड, आँखाको आँसु भयो होइन, त्यसबाट फैलिन्छ। जस्तो कि अब सँगै यसरी बसेर सँगै अब गफ गरेर फैलिने होइन, अनि एउटा आँखाको भएको तत्त्व अर्को आँखामा पुग्यो होइन, त्यहाँबाट ट्रान्समिट भयो भने त्यसरी फैलिन्छ। त्यस कारणले यदि कसैको आँखा पाकेको छ भने उसले आफ्नो परिवारलाई चाहिँ सर्न नदिनको लागि राम्रोसँग टाइममा साबुन पानीले हात धुनुपर्छ, सेनिटाइजर युज गर्नुपर्छ। उसले आँखा छोइसकेपछि अथवा आँखामा ड्रप हालिसकेपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ र आइसोलेसनमा बस्नुपर्छ होइन सकेसम्म। व्यक्तिगत सरसफाई में ध्यान दिया आ भीड़ भाड़ में नहीं जाओ। आँख उठा वाला ई रोग लागला बाद अगत्या के कोनो कारण नहीं रहल सेहो चिकित्सक सब बताबै छै। संक्रमण अधिक भेला पर चिकित्सक के सलाह लऽ कऽ दवाई खाय पड़ै छै। अपन टेलिभिजन जनकपुर धाम। ललिता निवास जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णय गरी सहयोग पुर्याएको आरोपमा 4 जना पूर्व मन्त्री विरुद्ध पक्राउ पूर्ची जारी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB ले नेपाल अनुसन्धान गरिरहेको यस प्रकारमा पूर्व मन्त्री
तथा सरकारका पदाधिकारीहरूमाथि पनि अनुसन्धान गर्न अदालतले बाटो खोल्ने लाग्दै 4 जना विरुद्ध पक्राउ पूर्जी जारी भएको हो। पक्राउ पूर्जी जारी भएकाहरूमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदार, पूर्व मन्त्रीहरू जम्बर बहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र पूर्व राज्य मन्त्री सञ्जय कुमार शाह रहेका छन्। प्रहरी स्रोतका अनुसार उनीहरू विरुद्ध जिल्ला अदालतले आइतबार नै जारी गरेको हो। यसअघि पनि ललिता निवास प्रकरणको अनुसन्धान गर्न क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत गच्छदार, श्रेष्ठ र जोशीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। गच्छदार 2067 सालमा भौतिक योजना मन्त्री रहेका बेला सरकारी लिखत कृत्य गरेर व्यक्तिको नाममा लैजाने निर्णय गरेका थिए। त्यसबेला साक्षात्कृत रहेका हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण राउत यसअघि नै पक्राउ परेर छुटिसकेका छन्। त्यसबेलाका सचिव दीप बस्न्यात र राज्य मन्त्री सञ्जय कुमार शाह र उप प्रधानमन्त्री समेत रहेका गच्छदारले मन्त्री परिषद प्रस्ताव लागि जग्गा हिनामिनाका लागि नीतिगत निर्णय गरेका थिए। अहिले यो प्रकरणमा 20 जना आरोपीहरू सीबीआईको हिरासतमा रहेका छन्। संसद बैठक सुचारू गराउने मुख्य एजेन्डासहित बसेको प्रमुख 3 दलका काङ्ग्रेस, एमाले र माओवादी केन्द्रबीच बसेको बैठक बिना निष्कर्ष सकिएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेका पहलमा सोमबार सिंहदरबारमा बसेको प्रमुख 3 दलको शीर्ष बैठकमा एमाले सुन तस्करी प्रकरण छानबिनका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान नछाडेपछि बैठक बिना निष्कर्ष सकिएको हो। बैठकमा संसद बैठक खुलाउने दिशामा सैद्धान्तिक सहमति जनाएका नेताहरूले 3:30 बजे पुनः बैठक बसी टुङ्गो पुर्याएको बताएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले संसद बैठक खुलाउने विषयमा सैद्धान्तिक सहमति भएको र 3:30 बजेपछि बस्ने बैठकले त्यसबारे टुङ्गा पुर्याउने प्रतिक्रिया दिनुभएको थियो। बैठकमा एमाले भने सुन प्रकरण छानबिनका लागि सत्तापक्ष सहमति भए मात्रै संसद बैठक अगाडि बढ्ने आह्वान राखेका थिए। सत्तापक्ष आफूहरूको मागमा सहमत भए मात्रै संसद बैठक सुचारू हुने कुरा आफूहरूले सत्तापक्षलाई भनेको र उनीहरूले त्यसबारे 1 घण्टाको समय माग गरेकाले बैठक अपहार्य समयका लागि स्थगित गर्नु परेको एमालेका सचेतक महेश बर्तोलाले जानकारी दिनुभएको थियो। तर निष्कर्ष प्राप्त भइसकेको छैन। हामीले सुन तस्कर काण्डसँग जोडिएर यसको उच्च स्तरीय छानबिनको माग संसद बैठक सुचारू गराउने विषयमा केन्द्रित रहेर छलफल गरिएको र त्यसका लागि आवश्यक निर्णय गर्नका लागि फेरि बैठक बस्ने सहमति गरिएको काङ्ग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। नेपाली काङ्ग्रेस बैठकमा नेताले संसदीय समितिका नेतृत्वका विषयमा सहमति गरेका थिए। एमालेलाई राज्यको निर्देशन सिद्धान्त, सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक समितिको सभापति दिने विषयमा सहमति गरिएको एमालेका सचेतक वार्तोलाले बताएका थिए। उहाँका अनुसार अन्य समितिका नेतृत्वको विषयमा भने सत्तारूढ दलहरूबीच बाँडफाँड हुनेछ। प्रमुख प्रतिपक्ष दल एमाले अवरोध गरेपछि सोमबार बोलाइएको राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ। एमालेका सांसदहरूले उठेर अवरोध गरेपछि सोमबार बसेको राष्ट्रिय सभा बैठक पनि आगामी साउन 24 गते बुधबारसम्मका लागि स्थगित गरिएको छ। बैठकको सुरुमै बोल्दै एमालेकी सांसद दिलकुमारी रावल थापा पार्वतीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न गरेसम्म आफ्नो पार्टीले सदन चल्न नदिने आह्वान राख्नु भएको थियो। सरकार र सत्तारूढ दलमा आबद्ध नेताहरू आफै सो प्रकरणमा मुछिएकाले सो प्रकरणको छानबिन गर्न सरकारी निकायहरू समक्ष नहुने भएकाले आफ्नो पार्टीले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति नै बनाउन माग गर्नु परेको उहाँले स्पष्टीकरण दिनुभएको थियो। सांसद थापाले सत्तारूढ दलहरूकै सरकार भएको बेला सुन तस्करीमा संलग्न दावा छिरिङ शेर्पालाई नेपाली नागरिकता दिने, सुन तस्कर छुट्याउनका लागि टेलिफोन मार्फत दबाब दिने माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरालाई कारबाहीको दायरामा ल्याउन काम सरकारले गर्न नसक्ने भएकाले पनि उच्चस्तरीय छानबिन बनाएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गर्नुभएको थियो। सुन काण्डको तथ्य सत्य पत्ता लगाउन उच्च स्तरीय छानबिन समितिको मागसहित नेकपा एमाले सदन अवरुद्ध गरिरहेको छ। यस सरकार गम्भीर छैन।
सांसद थापाले राष्ट्र, राष्ट्रिय सुरक्षा र मुलुकको छविसँग जोडिएको सो सुन तस्करी प्रकरणको छानबिन निष्पक्ष हुनुपर्ने कुरालाई सुनिश्चित गर्न सरकार उच्चस्तरीय छानबिन समिति बनाउन सहमति हुनुपर्ने तर्क समेत गर्नुभयो। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानबिन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानबिन समिति बनाउन सकिने बताउनु भएको छ। सोमबार नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव शर्माले सुन तस्करी प्रकरणको जालो पातो लगाउन सरकार लागि परेको बताउनु भएको छ। उहाँले सरकारको छानबिन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै उच्चस्तरीय छानबिन समिति बनाउने सकिने बताए। उहाँले अहिलेको अवस्था सरकारले गरेको छानबिनलाई सहयोग गर्नु आवश्यक रहेको बताएका छन्। उहाँले बरु सरकारलाई निश्चित समयभित्र छानबिन गरिसक्नु भने समय तोक्ने भने सकिने बताउनुभयो। अप्ठ्यारो हुन्छ तपाईलाई उहाँको बारेमा हैन, अप्ठ्यारो होइन नि, उहाँले आफ्नो कुरा आफ्नो कर्तव्य बुझ्नु भयो होला, उहाँले अहिले गर्नुहुन्छ। हैन, बाबुराम भट्टराईले म सहयोग गर्छु भन्नुभएकै छ, त उहाँले पनि भोलि त्यो गर्नुहुन्छ। काममा जानुभयो होला विदेशमा, यही कारणले त जानुभएको छैन होला, त्यहाँ भित्र बैठक बसिरहेछ। त्यो बैठक उहाँले संसदमा धेरै विषयहरूमा छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै संसद थप पार्नु नहुने बताउनुभयो। उपमहासचिव शर्माले सरकारको तर्फबाट संसद खोल्नका लागि पहल भइरहेको पनि जानकारी दिनुभयो। नेकपा एमालेका सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनमा आफूहरू विश्वस्त नभएको बताउनु भएको छ। सोमबार नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गर्नुभएको हो। उहाँले आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति नै विश्वास नभएको बताएका छन्। उहाँले प्रधानमन्त्रीको कामप्रति ढुक्क हुने अवस्था नभएको बताए। उहाँले राजस्व विभाग र प्रहरीको अनुसन्धानलाई जारी राखेर सुन तस्करी प्रकरणमा अर्को राजनीतिक तहको उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताएका छन्। उहाँले राजनीतिक रूपमा काटा कदम नचालेकासम्म नेपालको विमानस्थलबाट सुन तस्करी नरोकिने बताएका छन्। नेपालमा 7,733 जना डेङ्गु संक्रमण हुँदा 7 जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। स्वास्थ्य सेवा विभाग एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डाक्टर रुद्र मरासिनीले हालसम्म 7,733 जना संक्रमित भएको जानकारी दिनुभएको छ। सोमबार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै डाक्टर मरासिनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमण संख्या रहेको बताएका छन्। उहाँले 71 जिल्लामा डेङ्गु संक्रमण देखिएको बताएका छन्। डाक्टर मरासिनीले सबै जिल्लामा डेङ्गु सार्न लामो खुट्टे रहेको र जति बेला पनि डेङ्गु सर्न सकिने बताउनुभयो। हालसम्म 7 जनाको मृत्यु भएको पनि डाक्टर महासिरिनले जानकारी दिएका छन्। मृत्यु भएको छैन। डेङ्गु विथ अदर कोमोर्बिड कन्डिसन्स भनेको कतिपय बिरामीहरू किडनीको बिरामी हुनुहुन्थ्यो, डायलिसिस गराइरहेको अवस्था थियो, कतिपय बिरामीहरू सुगरको बिरामी हुनुहुन्थ्यो, कतिपय कन्जेस्टिभ हार्ट फेलियरको बिरामीहरू, मुटुको बिरामीहरू हुनुहुन्थ्यो र यस्तो अरू रोग भएको बिरामीहरू जसलाई चाहिँ डेङ्गुको सङ्क्रमण भयो र उहाँहरू आइसियुमा उपचाररत अथवा डायलिसिस गराइरहेको बिरामीहरूलाई डेङ्गुले चाहिँ गत वर्ष करिब 54,784 केस रिपोर्टेड भएका थिए, जसमध्ये 88 जनाको मृत्यु भएको रेकर्ड छ। सामुदायिक धेरै जसो केस भएको हाम्रो अनुमान हो। निजी स्वास्थ्यको रेकर्ड हामीसँग नभएको हुन सक्छ। डेङ्गुको पहिलो केस नेपालमा 2061 सालमा देखिएको थियो। विभिन्न समयमा यसले महामारीको रूप लिने गरेको छ। सन् 2019 र 2022मा महामारीको रूप लिएको थियो। यस वर्ष हामी सचेत हुनुपर्ने कारण के छ भने जनवरी 1 देखि अगस्त 6 सम्म 7,733 केस रिपोर्ट भइसकेको छ। सबैभन्दा बढी केस सुनसरीबाट रिपोर्ट भएको छ। सुनसरीको पनि खासै गरी धरान उपमहानगरपालिका संक्रमित धेरै छन्। जुलाईमा धेरै केस देखिन्छ, जस्तै 7 जनाको मृत्यु भएको छ। जति पनि बिरामीको मृत्यु भएको छ, डेङ्गुले मात्रै मृत्यु भएका छैनन्। आइसोलेटेड गरेका कारण मृत्यु भएका छैनन्। कतिपय बिरामीहरू किडनीका हुनुहुन्थ्यो, कति पाइलोडोलाइसिस गराइराख्नु भएको थियो, कतिपय बिरामी सुगरको हुनुहुन्थ्यो। औषधि पनि छ, त्यसलाई सकेसम्म एकरूपता होस् भन्ने हाम्रो चाहना हो र नेपाल सरकारको अस्पतालहरूमा हामीले सकेसम्म त्यसलाई फ्री नै गर्ने पनि कति ठाउँमा गरिरहेका छौँ। अब दोस्रो कुरा, स्थानीय तहमा केही रकम हामीले सशस्त्र
स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले डेङ्गु संक्रमितको उपचार नेपाल सरकारमा सबै अस्पतालमा निशुल्क हुने गरेको बताएका छन्। डाक्टर पोखरेलले डेङ्गु रोकथाम र नियन्त्रणकालीनका लार्भा खोज र नष्ट गरी अभियानलाई प्रभावकारी बनाउनु पर्ने जोड दिनुभयो। सचिव डाक्टर पोखरेलले भन्नुभयो, डेङ्गु भएका व्यक्तिको उपचार नेपाल सरकारले सबै अस्पतालमा हुन्छ र यो निशुल्क उपलब्ध हुनेछ। डेङ्गु लागेको शङ्का लागेमा टेस्ट गर्नुपर्ने हो। टेस्टमा शुल्क एकरूपताका लागि मन्त्रालयले पनि समन्वय गरिरहेको छ। प्राइभेट अस्पतालहरूमा पनि समन्वय गरेर टेस्टमा एकरूपता ल्याउन कोसिस गरिरहेको छौँ। कहीँ 505 रुपियाँ, कहीँ 900 रुपियाँ पनि रहेको छ। नेपाल सरकारका केही अस्पतालमा डेङ्गु लागेको शङ्का लागेमा गर्नुपर्ने टेस्ट केही निशुल्क पनि गरिएको छ। यो टाइपले पनि इन्फेक्सन गराउँदैन, रोग लाग्न दिँदैन भन्ने अहिलेसम्मको बुझाइ हो। त्यो भएर पनि धेरै मानिसहरू चाहिँ अघिल्लो सङ्क्रमणमा सङ्क्रमित भएर अहिले सुरक्षित भए पनि सुरक्षित भए। नेपालमा डेङ्गुको पहिलो केस 2061 सालमा देखिएको थियो। रामजानकी ट्रेडर्सले सुजुकीको जिम्नी र फ्रकोन्स नामक 4 पाङ्ग्रे गाडी जनकपुरधाम बजारमा ल्याइएको छ। रामजानकी ट्रेडर्स एक कार्यक्रमको आयोजना गरी जनकपुरधाम बजारमा सुजुकीको यी 4 पाङ्ग्रे गाडीको लन्च गरेको हो। सुजुकीको जिम्नी अन्तर्राष्ट्रिय बजार प्रतीक्षिक र फ्रोनक्स नयाँ जेनेरेसनको गाडी रहेको रामजानकी ट्रेडर्सका सञ्चालक प्रमोद शाहले जानकारी दिए। जिम्नी गाडीलाई हेभी ड्युटी ल्याडर फ्रेम, चेसिम निर्मित पर्याप्त बडी एङ्गल र ग्राउन्ड क्लियरेन्स लगायतका फर्निचर आकर्षण बनाएको उनले बताए। त्यस्तै फ्रोनक्सको आकर्षण लुक स्पोर्टी मोडलका कारण युवाहरूलाई आकर्षित गर्ने उहाँको भनाइरहेको छ। 35 जगह एक असेंबली भऽ रहल छै अभी, और 192 को देश में, वर्ल्ड में 192 को देश में चल रहा है। सुजुकी कंपनी चल रहा है। तैने जिम्नी के बात करल जाए, छोटा हम 1970 से फर्स्ट जनरेशन चालू भेल छलै। 1970 में फर्स्ट जनरेशन निकालने छलै। एक दोसर जनरेशन अपने के 1982 में निकालने छलै। तैने तेसर जनरेशन अपने के 98 में, अभी चौथा जनरेशन से 2018 में से जिम्नी का। त्यसले कि वर्ल्ड के सबसे बेस्ट कंपनी है। सो कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले रामजानकी ट्रेडर्स लगायतका व्यवसायी प्रतिष्ठानको कारोबारले जनकपुरधामको बजार व्यवसाय तथा आर्थिक स्थितिको विकास मद्दत पुग्ने विश्वास व्यक्त गरे। इसमें एगो गाड़ी जब आयात हम सब करबे छी तो 200 से लगभग 300% भन्सार तिर के अवस्था रही हमरा के नागरिक के तिर पड़ी से अवस्था सब है। जै देश में अभी निर्माण व्यवसायी सब आंदोलन में है, उनकर सबके लगभग 60 अरब से बेसी पैसा जो गत आर्थिक वर्ष में, ये आर्थिक वर्ष नहीं वैसे पहले के आर्थिक वर्ष में काम कर चुकल है, वो भुगतानी सरकार कर नहीं पाबि रहे। वही के कारण से कथी कि पूरे देश के जे व्यवसायिक इकोसिस्टम से बिगड़ गए। मध्य प्रदेश सरकार भी लगभग 114 करोड़ के काम करा के निर्माण व्यवसायी सबके पैसा बाकी रखने थे। सो कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मनिष रमन शाह, उपाध्यक्ष अबु प्रसाद शाह, जनकपुर वार्ड नम्बर 3 का वार्डाध्यक्ष दिपेन्द्र शाह, एमालेको जनकपुरधाम नगर अध्यक्ष सुरेन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो। भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता पुनः स्थापित भएको छ। मानहानि मुद्दामा सर्वोच्च अदालतले नेता गान्धीलाई दोषी नठहराएपछि लोकसभा सचिवालयले मङ्गलबार सूचना जारी गर्दै सांसद पद बहाली भएको जनाएको हो। यसअघि गुजरातको सुरत जिल्ला अदालतले भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै 2 वर्ष जेल सजाय सुनाएको थियो। मार्च 23 भएको यो फैसलासँगै उनले सांसद पद त्याग गर्नुपरेको थियो। त्यसपछि गुजरात उच्च अदालतले पनि उक्त सजायलाई कायम राखेको थियो। यस विरुद्ध राहुलले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। 134 दिनपछि अगस्त 4 मा अदालतले यस मामिला राहुलको सजाय दिन रोकेको थियो। उनले सन् 2019 मा एक राजनीतिक सभामा मोदी थरलाई लिएर आपत्तिजनक टिप्पणी गरेका थिए। सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानिको मुद्दा दोषी ठहर गरिएको थियो। यो अभिव्यक्तिले आफू लगायत व्यक्तिको मानहानि भएको भन्दै भारतीय जनता पार्टीका तर्फबाट गुजरातका पूर्व मन्त्री पूर्णेश मोदीले गान्धी विरुद्ध उजुरी दायर गरेका थिए।
हस्त अहिलेलाई यतिकै पलपल खबर तेज नजर अप्पान टेलिभिजन। नमस्कार।